एभ्रिवान नमस्कार तपाईहरुलाई हार्दिक स्वागत छ आजको मेरो नयाँ भिडियोमा। तपाई हेर्दै हुनुहुन्छ द थारू ट्रू अफिसियल युट्युब च्यानल र आजको यो नयाँ भिडियो हो। र आज यो भिडियोमा आज हामी तपाईहरुलाई देखाउन गइरहेका छौं लुम्बिनी प्रदेशको कपिलवस्तु स्थित लक्ष्मण घाट। यो एउटा धार्मिक र पर्यटकीय स्थल हो। यहाँ समयमा भक्तजनहरूको निकै भिडभाड हुने गर्छ र यस ठाउँमा धेरै मन्दिरहरू छन् र एकदम पुरानो हजुरहरूको यो फाटक छ। र यहाँ भक्तजनहरूको निकै भिडभाड हुने गर्छ र एक महिना करिब साउनमा एक महिना यहाँबाट जल भरेर बोलबम यात्रा सुरु हुन्छ। र यहाँ प्रत्येक वर्षको कार्तिक पूर्णिमाको दिन यहाँ 2-3 दिन यहाँ मेल लाग्ने पनि गर्दछ। त्यसैले तपाई पनि आउन चाहनुहुन्छ भने यो भिडियो हेरेर आउनु होला। यसको ठाउँ रहेको छ, लोकेसन रहेको छ लुम्बिनी प्रदेशको कपिलवस्तु स्थित यो बाणगंगा नगरपालिका 6 मा अवस्थित लक्ष्मण घाट हो। यो लक्ष्मण घाट एकदमै आफैमा एकदम रमणीय ठाउँ छ। यहाँ खोला छ, यहाँ बास बस्नको लागि गेस्ट हाउस पनि छ र यहाँ मन्दिरहरू छ र यहाँ घुम्नको लागि एकदमै भिडभाड हुने गर्दछ र यहाँ फिल्मको सुटिङ पनि हुन्छ भन्ने हामी जानकारी पाएका छौं। र तपाई पनि आउन चाहनुहुन्छ भने वेलकम टु कपिलवस्तु लक्ष्मण घाट। आजको लागि यो भिडियो यही समाप्त हुन्छ। अर्को भिडियोमा फेरि पनि भेट हुने नै छ र भिडियो हेरिसक्नु भएको छ भने लाइक सब्स्क्राइब अवश्य गर्नुहोला भन्दै आजको लागि यो भिडियोबाट बिदा हुन्छौं। नमस्कार।